देखेँ कि देखेन अघि बनाएको थुप्रै साथीहरू यस्तो टमाटरको यस्तो अचार बनाउनुपर्छ हो। र टमाटर र खोर्सानीको रातो बनाएर राखेँ। प्याज हो, प्याज हाल्नुपर्छ। हेर्न देख्दैछ कि देखेको छैन हौ। प्याज यो चाहिँ दुङदुङे साग हो। मन पर्नेलाई मनपर्छ, मन नपर्नेलाई प्याजको साग हो यो। अन्त यो चाहिँ प्याज हो काटेको। यस्तो गऱ्यो भने त पुरा मिठो हुन्छ हो। त्यहाँदेखि अब यो चाहिँ खोर्सानी मैले त्यसै पिसेको छु होइन। यसमा अब चटनीमा पनि अचारमा पनि खोर्सानी हालेको छु। अब पिरो बेसी लाग्यो भने चाहिँ नखाँदा पनि हुन्छ हो। यो चाहिँ धनियाँ यसरी हाल्नुपर्छ। यसरी धनियाँ हाल्यो हो। अन्त त्यहाँदेखि चाहिँ माथिबाट चाहिँ यो अघि फ्राई गरेको चिकन यस्तो गऱ्यो भने चाहिँ सादा सोया सस र नुन मात्र हालेर फ्राई गरेको यस्तो हुन्छ, पुरा मिठो हुन्छ। त्यहाँदेखि अब नुन सल्ट पनि टेस्ट, म त सल्टै खान्छु हो। सल्ट हो। अन्त यसमा पिरो लागेन भने चाहिँ चटनी पिरो लागेन भने चाहिँ यसरी हरियो खोर्सानी यसरी पिस्नुपर्छ, पुरा मिठो हुन्छ। म चाहिँ यसरी खान्छ। मलाई चाहिँ मसलाको भन्दा चाहिँ यस्तो प्लेन नै मनपर्छ हो। लु खाए ल साथीहरू। आज सन्डे स्पेसल म चाहिँ सल्ट अलिक बेसी नै खान्छु है। चटनी आफ्नो टेस्ट हो। चटनी चाहिँ यस्तो खोर्सानी र टमाटर यो हालेर चाहिँ यो प्लेन थुक्पामा चाहिँ पुरा मिठो हुन्छ, पुरा मिठो लाग्छ मलाई चाहिँ। यसले नै टेस्ट पुरा बढाइदिन्छ। वाउ टेस्टी, वाउ टेस्टी। चटनी नै पिरो गर्छ, खोर्सानी हाल्ने केही जरुरतै छैन। टेस्टी। मासु चाहिँ यसरी फ्राई गऱ्यो भने चाहिँ एकदमै मिठो हुन्छ। सोया सस हाल्यो, नुन यो बोइल गऱ्यो, त्यहाँदेखि फ्राई। यो सुपमा चाहिँ भेनिगर पनि अलिकति हाल्नुपर्छ। मैले अघि तपाईँहरूलाई हाल्नु देखाउनु बिर्सेछु, भेनिगर पनि हाल्नुपर्छ। अन्त टिम्बुर चाहिँ बोके टिम्बुर हाल्नुपर्छ। टेस्टी। अल्छी लागिरहेको थियो र नि आज बनाएको।
झिँगाले चाहिँ झिँगा चाहिँ एकदमै डरलाग्दो आउँछ रोटिहाल्नुहोस्। टिम्बुरीमा सुप झन् मिठो भएको छ। यो चाहिँ भुटानबाट ल्याएको, अस्ति भुटानबाट मगाएको थिएँ टिम्बु। एकदमै माथि हाई अल्टिट्युडको पहाडको माथिको एकदमै राम्रो टिम्बु। त्यो टिम्बुले गर्दा झन् सुप एकदमै मिठो बनाइदियो। गरम मिठो तपाईँहरू पनि यसो बनाएर खानुहोस्, एकदमै मिठो हुन्छ। सके अब एकदमै गरम पनि भयो हो, एकदमै टेस्टी भयो। तपाईँहरूले पनि यस्तै बनाएर खानुहोस्, एकदम यस्तो अचार बनाएर खानुहोस्, एकदमै मिठो हुन्छ। अब सक्यो तपाईँहरूले पनि यस्तै बनाएर खानुहोस् ल। यति नै आजलाई अब बेसी सकिँदैन होइन।